जति बेलामा नेपाली कांग्रेसको घोषणापत्र लेख्ने समय थियो, जति बेलामा उम्मेदवारको छलफल हुने समय थियो, त्यति बेलामा एउटा विशेष महाधिवेशनका नाममा एउटा नाटक मञ्चन भयो। त्यसबाट उहाँहरूले आफूलाई सभापति घोषणा गर्नुभयो, टिकट वितरण गर्नुभयो। टिकट वितरण गरिसकेपछि हामी निर्वाचनमा जानुपर्ने कुरा भयो। त्यसपछि हामीलाई के लाग्यो त भने निर्वाचन बहिष्कार गर्ने कुरा पनि होइन, निर्वाचनमा हामी सहभागी नहुने कुरा पनि होइन। हामीले प्रष्टताका साथ के हो त भने निर्वाचनमा हामी जाने हो, यहाँ मुखको कुरा भन्दा रुखलाई हेरेर भोट माग्ने हो र त्यसपछि हाम्रा चाहिँ पार्टीभित्र उत्पन्न मतभेदहरूलाई निर्वाचनसम्मका लागि स्थगित राख्ने हो र त्यसपछि चाहिँ अदालतको फैसलाभन्दा अगाडि हामीले यो विषयलाई छलफल गर्ने हो भन्ने ढङ्गले नै हामी गाउँ गएको, केन्द्रित भएको, नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्नका लागि हामीले कोसिस गरेको हो। तर प्रश्न के हो भने उहाँ जुन तौर तरिकाले नेपाली कांग्रेसको प्रचलित विधान, नियमावली र नेपाली कांग्रेसको परम्परालाई उहाँहरूले ठाडो चुनौती दिएर उहाँहरूले आफूलाई स्वघोषित रूपमा सभापतिका रूपमा हस्ताक्षर गरेको कुरालाई हामीले शालीनताका साथ त्यो निर्वाचनसम्म स्थगन गरेको हो र उहाँलाई अहिलेको सन्दर्भमा सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकताको बहस नटुङ्गिएको हुनाले हामीले अहिले उहाँलाई सभापतिका रूपमा स्वीकारेको अवस्था होइन। हामी नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति, कार्यवाहक सभापति लगायत अब चाहिँ पार्टीका शीर्ष नेतृत्व आज जो बैठकमा हामी सहभागी छौँ, हामीले स्वीकारेका छैनौँ र अदालतको निर्णयपछि हामीले कसरी अगाडि जाने भन्ने कुरा त्यति बेलाको समयले निर्धारण गर्छ।